लभ आमाको त लभ म फ्रीमा पनि हेर्दिनँ अरे छाडा नबोल न यार थ्यात यार केटीहरू होइन मलाई त किन यो सुतिसकेपछि नि यसरी सुत्यो भने नि मलाई खालि छाडा मात्रै बोल्न आउँछ यसरी सुत्यो भने यसरी सुतिसकेपछि मैले छाडा बोल्छ भनेर बुझिहाल्नुपर्छ एउटाले तान्नु रमाइलो गर्छु अरे किनकि अब किनकि यसरी मम्मी सुतेपछि यस्तोलाई अब नतान्नु है तान्नु रमाइलो गर्छु भन्ने मान्छेलाई नतान्नु है अस्ति पनि आफूले नहेर्दाखेरि एउटाले देखाएर गयो नि मैले नहेर्ने बेलामा अँ लम्मै खोलेर मार्छ नि त्यो सुतीको लाडा पो देखाएर रहेछ रन्डीको बारेमा सुतेको हो नि लामो चाहिँ त्यो उड्दाखेरि लामो हुने खालको रहेछ क्या यस्तो भइरहेको थियो यो मुझे सम्झनालाई थाहा नभएको कुरा केही छैन फेरि हो होइन म मम ड्याडको लाइफमा थिएँ होइन भर्खरै माथि चढेको थिएँ है डाक्टर अनि त पूजा पनि थियो अनि ऊ चाहिँ के गर्दै थियो घोप्टेर त त्यसले त यहाँ त होइन बङ्गै देखाएर त गयो म्यासेज हेरिरहेको थिएँ कि यसरी तल हेरिरहेको थियो उहाँ माथि त पुरै लन्थरङ्गै देखाएछ छिटो मैले छिटो झन् राँडेको भन्नलाई मैले त्यस्तो झुट बोल्दैन मैले पहिलोचोटि देखेको होला लाइभ पहिलोचोटि होइन सेकेन्डचोटि होला एक दिन मम ड्याडमा कोही चाहिँ मान्छे नराम्रो आउने माछिङ लाडो गतिले लिएर आउने यो सम्झना सेलिब्रेटी जस्तो नबनाइ मेरो छेउतिर मलाई फलो ब्याक दिने भइदियो छिटो नत्र फेरि खोडा खालास खायो कोले के खान्छ त्यो बेलामा थाहा हुन्छ ओ मम ड्याड एक दिन के भएको भन न कामबाट म छुट्टी भएर आउँदै थिएँ त्यतिखेर प्रीति र म खुब मिल्थ्यो नि त होइन अनि ऊ चाहिँ त्यो दिन चाहिँ सुतेछ क्या होइन अनि म मात्रै थिएँ है अनि मेरो साथी थियो क्या केटा साथी थियो अनि ल आउनु त म पनि रमाइलो गर्छु भने परदेशी कान्छा भन्ने नाम गरेको मान्छे थियो माथि तानेको त है अँधेरो थियो एकछिनमा त बत्ती बालेर त बङ्गै त्यो देखाएर त म त झक भयो कतिखेर घर आइपुग्यो थाहा पनि पाइनँ